त कटी तान्नु पर्ने ए बाजे ल अलिकति खा धेर छैन है बज्या ल फेरि अझै थाप्दैछ ल बाजे बुझे हजुर जिग्री हजुर मेरो स्वास्नी हजुर तर साला डाँगा पऱ्यो के हेर्दा स्वास्नी आफूले जे सोचे पनि हुन्छ ए भाइ पो रहेछ बाइजिया त म त स्वास्नी भनेर सपनामै रहेछु म त बाइजिया बिर्सिनु पाइन्छ नि त ए जिस्केको हड्डी बिनाको जिब्रो कहिले काहीँ लटपटिन्छ त्यही त ल्याडबाट भइगयो क्या बाइजिया म त ख्वाल ख्वाल भएर पैसा सरी भएर नि हेर बसेँ पर्दैन जिग्री पर्दैन क्या अनि तँ चाहिँ कहाँको रहेछ बाबु म यतै कहाँको रहेछ बाबु कहाँ गएको थाहा छैन ए खेतालको रहेको ए साथी हामी सँगै पो काम गरिरहेको थियौँ नि जिग्री हजुर त्यही त बज्या च्याना म त बिर्सेछु यसरी नै अङ्गल मार्नु पर्ने त काम छैन अनि जिग्रीलाई आउने अँगालो मार्नु पर्दैन बज्या माया भनेको मुखबाट पनि भइहाल्छ ला कोही त गाडेर त अँगालो नमारिकन